यहाँ 13वटा गजुर छन्। यहाँ माथि 13वटा गजुरले चाहिँ बनेको छ। अहिले हामी पोखरा महानगरपालिका 19 नम्बरको यो माथिल्लो चुरुङ्गामा रहेको दुर्गा मन्दिरमा आइपुगेका छौँ। यो भगवतीको मन्दिर, दुर्गा पाञ्चायन भगवतीको मन्दिर हो यो। यहाँ 13वटा गजुर छन्। यहाँ माथि 13वटा गजुरले चाहिँ बनेको छ। यहाँ चाहिँ बिचमा भगवती देवी, त्यतातिर छेउतिर सूर्य, यतातिर चाहिँ भगवान् विष्णु, त्यस्तै गरी अर्को साइडतिर शिव र गणेश गरी भगवतीलाई बिचमा राखेर यो दुर्गा पाञ्चायन भगवतीको मन्दिर स्थापना भएको छ। यो मन्दिर 58-60 सालमा चाहिँ स्थापना भएको थियो। मन्दिरको आकार सानो थियो र डाक्टर ब्रह्मलिन स्वामी, डाक्टर रामानन्द स्वामीजीले यस मन्दिरको यो दिव्य रूपलाई सङ्कल्प गर्नुभयो र स्वामीजीको सङ्कल्पबाट सबै भक्तवृन्दहरूको सहयोग, गाउँ समाज र नेपालका सबैको सहयोगले यो मन्दिर झन्डै 3-4 करोडमा यो मन्दिर बनेको छ। यो मन्दिर अझै धेरै कामहरू बन्दैछ। त्यस्तै गरी यहाँ भगवतीको यो मन्दिर, दिव्य मन्दिरमा गर्भगृह भन्छौँ हामीले संस्कृत भाषामा। गर्भगृहमा तपस्या जो विशेष साधकहरू, भगवतीको दिव्य उपासना गर्ने साधकहरू त्यस्तो आउनुभयो भने आहार विहार शुद्ध गरेर, शुद्ध पवित्र भएर चाहिँ मन्दिरभित्र बसेर चाहिँ तपस्या गर्न पनि तलतिर चाहिँ गर्भगृह रहेको छ। त्यहाँ विशेष साधकहरूले तपस्या गर्ने स्थान पनि रहेको छ। धेरै साधकहरू आएर तपस्या पनि गरेर चाहिँ जानुभएको छ। पोखराको नमुनाको रूपमा पनि यसलाई हामीले लिन सकिन्छ।